हाम्रा सबै ख्रिस्टीय परिवारहरूमा जय यीशु। आज 29 तारिक जुनको दिन दुई महान सन्तहरूको परब सन्त पौल अनि सन्त पिटरको महाचाडको शुभ उपलक्ष्यमा हजुरहरूप्रति मैले सन्त पौलको जीवनी कथालाई मेरो कवितामा अटाउने कोसिस गरेको छु। आशा राख्दछु हजुरहरूले स्वीकारिदिनुहुन्छ भने। मेरो कविताको शीर्षक छ परिवर्तन। साहुल हुँ म, साहुल हुँ यहुदीहरूका सन्तान। साहुल हुँ म, साहुल हुँ यहुदीहरूका सन्तान। गमलियल जस्ता महान शिक्षकबाट पाएको छु ज्ञान। यहुदी गैर यहुदी दुवै भाषाको छ मलाई ज्ञान। गमलियल जस्ता महान शिक्षकबाट पाएको छु ज्ञान। यहुदी गैर यहुदी दुवै भाषाको छ मलाई ज्ञान। बल बुद्धि र तागतले परिपूर्ण छु, त्यसैले त म महान र बलवान छु। बल बुद्धि र तागतले परिपूर्ण छु, त्यसैले त म महान र बलवान छु। इसाई धर्मको नाम निशान मेटाउने छु। इसाई अनुयायीहरूलाई कैदमा हाली सजाय दिलाउने छु। इसाई धर्मको नाम निशान मेटाउने छु। इसाई अनुयायीहरूलाई कैदमा हाली सजाय दिलाउने छु। देब्रे हातमा घोडाको लगाम, दाहिने हातमा तलवार। दमिस्कसको यात्रामा आकस्मिक स्वर्गीय ज्योतिमा। देब्रे हातमा घोडाको लगाम, दाहिने हातमा तलवार। दमिस्कको यात्रामा आकस्मिक स्वर्गीय ज्योतिमा। अन्धो भई भुइँमा लडी साहुल परे लम्पसार। खरानी भए तात्कालिक उसको अहङ्कार। अन्धो भई भुइँमा लडे साहुल परे लम्पसार। खरानी भए तात्कालिक उसको अहङ्कार। साहुल साहुल मलाई किन सताइरहेछौ? दिव्य ध्वनि कानमा गुन्जी बप्तिस्मा लिई हननियाबाट। इस ग्रहण गरी पौल भई साहुलबाट गरे प्रचार दमिस्कबाट। दिव्य ध्वनि कानमा गुन्जी बप्तिस्मा लिई हननियाबाट। इस ग्रहण गरी पौल भई साहुलबाट गरे प्रचार दमिस्कबाट। असरणीय भए यहुदी धर्मगुरु पौलको परिवर्तनमा। खोजे उसलाई हत्या गर्न यहुदीहरू अति नै क्रोधमा। असरणीय भए यहुदी धर्मगुरु पौलको परिवर्तनमा। खोजे उसलाई हत्या गर्न यहुदीहरू अति नै क्रोधमा। उठायो पौलले जोखिमभर कदम, थियो उसको साथमा प्रभु हरदम। उठायो पौलले जोखिमभर कदम, थियो उसको साथमा प्रभु हरदम। कहिले जेलमा, कहिले जहाजमा, कहिले मृत्युदण्डको धम्कीमा, ढुङ्गाहरूको बरसातमा। कहिले जेलमा, कहिले जहाजमा, कहिले मृत्युदण्डको धम्कीमा, ढुङ्गाहरूको बरसातमा। अनगिन्ती कठिनाइहरूको सामना गर्दै इस प्रचार संसारको कुना कुनामा। अनगिन्ती कठिनाइहरूको सामना गर्दै इस प्रचार संसारको कुना कुनामा। लङ्गडोलाई उभाए, सर्पको विषलाई पचाए। धेरै चमत्कारहरू पवित्र आत्माको पौलले दर्शाए। लङ्गडोलाई उभाए, सर्पको विषलाई पचाए। धेरै चमत्कारहरू पवित्र आत्माको पौलले दर्शाए। बनाइएको छ कयौं गिर्जाहरू, लेखेको छ कयौं पत्रहरू, छोडेको छ छापाहरू सुनौलो अक्षरमा, पवित्र बाइबलको नयाँ नियमको पन्नाहरूमा। बनाइएको छ कयौं गिर्जाहरू, लेखेको छ कयौं पत्रहरू, छोडेको छ छापाहरू सुनौलो अक्षरमा, पवित्र बाइबलको नयाँ नियमको पन्नाहरूमा। साउलदेखि पौलसम्मको यात्रा, परिवर्तित हृदय यीशुमा समर्पित जीवन नै प्रेरणा बनेको छ आज सारा संसारमा नै। साहुलदेखि पौलसम्मको यात्रा,
परिवर्तित हृदय यीशुमा समर्पित जीवन नै प्रेरणा बनेको छ आज सारा संसारमा नै। धन्यवाद। जिसु बढाई।